हेलो एभ्रिवान, वेलकम टु माई युट्युब च्यानल। अब हामीले निकै भयो फ्लावरको मात्र कुरा गरेको। आज चाहिँ हामी प्लान्टको बारेमा कुरा गर्छौँ। यो भिडियो चाहिँ प्लान्ट लभरको लागि है त। यो प्लान्टको बारेमा हजुरलाई थाहै छ होला, चिन्नेले त चिनिहाल्नुभयो, नचिन्नेको लागि चाहिँ सुन्दै गर्नुहोस् है त। यो प्लान्टको नाम हो सिङ्गोनियम प्लान्ट। सिङ्गोनियम प्लान्ट हो। सिङ्गोनियम धेरै प्रकारका हुन्छन्। सिङ्गोनियम व्हाइट एल्बो, सिङ्गोनियम पिङ्क, नियम रोबस्टा, ग्रिन, सिङ्गोनियम बेरी, सिङ्गोनियम रेड एरो, यस्तै यस्तै प्रकारका हुन्छन्। अब सिङ्गोनियम यो चाहिँ विशुद्ध प्लान्टै हो। यो फुल्ने हेर्ने हुने होइन होइन। कस्तो राम्रो छ यसको, हेर्नु न। सबै एउटा एउटा देखिन्छ तर एउटै चाहिँ होइन है त। सिङ्गोनियमलाई एरोहेड प्लान्ट पनि भनिन्छ। जस्तो यसको पत्ता चाहिँ यस्तो तिखो हुन्छ नि त, त्यही भएर यसलाई चाहिँ एरोहेड प्लान्ट भनिन्छ। यसमा चाहिँ यसले चाहिँ हावामा भएका विषादीहरूलाई चाहिँ हटाउन मद्दत गर्छ। मतलब हावाको शुद्धिकरणमा यसले एकदम धेरै मद्दत गर्छ है त। अनि यसको बिरुवा सार्न पनि एकदम सजिलो छ। हजुरहरूको यो बढ्दै गए पछाडि यसको दुईवटा नट भनेको एउटा गाँठो हुन्छ नि, जस्तो मुना पलाउने भाग छोडेर चाहिँ हजुरले राम्रो एउटा सफा कैँचीले काटेर चाहिँ कटिङ गरेर पानीमा भिजाएर पानीमा राखेर तपाईँले 7 देखि 15 दिनभित्रमा जरा आउँछ। त्यस पछाडि जरा 2-3 सेन्टिमिटर भएपछि चाहिँ माटोमा गाड्नुपर्छ। माटो हल्का भिजेको हुनुपर्छ र इन्डाइरेक्ट लाइटमा राख्नुपर्छ होइन सुरुमा। र 2-3 हप्तामा चाहिँ नयाँ पात एकदम मजाले आइहाल्छ है त। त्यस्तो हुन्छ। अनि यसमा धेरै पानी हाल्नु चाहिँ हुँदैन। प्लान्टहरू सबै यस्तै हो। मैले पुरानो भिडियो पनि तपाईँलाई मजाले भनेको छु प्लान्टहरूको बारेमा, केयरहरूको बारेमा। र यसले धेरै पानी हाल्यो भने जरा कुहिहालिन्छ। अनि जरा कुहिसके पछाडि पात पहेँलो भएर आइहाल्छ है त गाइज। सो हाल्नु हुँदैन यसको लागि चाहिँ एकदम बेस्ट माटो भनेको चाहिँ हजुरले 10% बलुवा मिसाउनुपर्छ, 40% गार्डन माटो हुनुपर्छ र 30% कोकोपिट हुनुपर्छ र 20% चाहिँ कम्पोस्ट मल हुँदाखेरि एकदम राम्रो हुन्छ है त। यसको लागि सधैँ फ्लावरको मात्र कुरा गरिन्छ धेरै जसो। फ्लावर धेरैलाई मन पनि पर्दो रहेछ। प्रायः जसो मान्छेलाई फुल्ने फुल मनपर्छ नि त, निकै कमलाई मनपर्छ होला प्लान्ट होइन आफ्नो घरमा राख्नका लागि। यो चाहिँ एकदम इन्डाइरेक्ट भित्री प्लान्टै हो है। यो भित्रै एकदम घरभित्र राख्न सकिन्छ मजाले। इन्डाइरेक्ट लाइटमै राख्ने प्लान्टहरू हो यिनीहरू। धेरै घाममा राख्दाखेरि चाहिँ पत्ताहरू डढ्ने जल्ने समस्या हुन्छ। अब यिनीहरू भनेको एग्लोनिमा भइहाल्यो। एग्लोनिमा भनेको पनि एकदम विशुद्ध इन्डोर प्लान्टै हो। यिनीहरूको केयरमा केही फरक छैन, सेम हो। इन्डोर प्लान्टहरूमा प्रायः जसो केही फरक हुँदैन, सेमै हो। 18 देखि 30 डिग्री सेल्सियससम्मको चाहिँ तापक्रम यिनीहरूको लागि एकदम राम्रो हुन्छ। अनि त्यस पछाडि यसको पनि सेम हो। माटोको प्रक्रिया पनि त्यही हो। महिनामा एकचोटि मात्रै लिक्विड फर्टिलाइजर हालिदिनु भयो भने राम्रो हुन्छ। यस्तो धेरै केयर पनि गर्नु पर्दैन होइन। अनि राम्रो देखिन्छ घरभित्र सजाउनको लागि। हजुरको अफिसमा भयो, अनि सिटिङ रुममा भयो, या बेडरुममै पनि हजुरले राख्न सक्नुहुन्छ। यिनीहरूले चाहिँ अघि मैले भने हावालाई चाहिँ एकदम शुद्धिकरण गर्नको लागि एकदम धेरै मद्दत गर्छ। जस्तो इन्डोर प्लान्टहरू प्रायः जसो हावाको शुद्धिकरणको लागि, पोजिटिभ भाइब्सको लागि नै राख्ने हो नि त। सो अब यिनीहरूले कसरी काम गर्छ, कसरी पोजिटिभ भाइब्स दिन्छ, कसरी हावा शुद्धिकरण गर्छ भन्ने कुराहरू सबै चाहिँ मलाई पनि थाहा छैन। तर जे होस् त्यसै गर्छ है त। मान्नुहोस् न तपाईँले। यो पनि कस्तो राम्रो छ, हेर्नुहोस् त कस्तो राम्रो देखिन्छ। व्हाइट पटमा हजुरले रोप्नु भने यो चाहिँ सार्नका लागि एकदम रेडी गरे हो। सो त्यस्तो देखिएको छ है त। अनि उहाँ हुनुहुन्छ सिङ्गोनियम मिल्क कन्फिट। यो चाहिँ पत्तामा छिर्के मिर्के भएकोलाई चाहिँ मिल्कवाला कन्फिट होइन भन्दो रहेछ। इङ्ग्लिस नाम के हो आफै बुझ्नुहोस्। तर जे भए पनि इन्डोर प्लान्ट हो, एकदम राम्रो देखिन्छ। यो हेर्नुहोस् न कति राम्रो छ। हजुरले व्हाइट पटमा घरभित्र यसरी राख्नुभयो भने साह्रै राम्रो देखिन्छ है त। इन्डोर प्लान्टको बारेमा, इन्डोर प्लान्टको केयरको बारेमा त खासै धेरै नभन्दा पनि हुन्छ। सबै एउटै हुन्छ केयरहरू होइन। सबै मैले अघिल्लो भिडियोमा पनि निकै हजुरहरूलाई भनेको छु। सो यो चाहिँ एरोहेड प्लान्ट हो। यसको चाहिँ एरो जस्तो हुन्छ अरे, त्यही भएर यसलाई चाहिँ एरोहेड भनेको हरे। अनि त्यस पछाडि भन्नुपर्दाखेरि चाहिँ ट्याक्कै लाएर अब मलाई सब्सक्राइब गरिदिनुहोस्, लाइक गरिदिनुहोस्। हजुरको प्लान्ट लभर साथीहरू हुनुहुन्छ भने चाहिँ भिडियो सेयर पनि गरिदिनुहोस् है त। यसको लागि चाहिँ हजुरहरूले सब्सक्राइब गरिदिनु भयो भने मलाई एकदम सपोर्ट हुन्छ। म अरू यस्तै इन्फर्मेसनयुक्त भिडियोहरू त म बनाउँदै नै छु होइन, बनाउँदै जाने नै छु। सो
अब यो सिङ्गोनियमको चाहिँ अब सिङ्गोनियम या इन्डोर प्लान्टको रोगहरू भनेको चाहिँ पात पहेँलो हुने हुन्छ एउटा। पात पहेँलो हुने भनेको चाहिँ जरा कुहिएर हुन्छ, धेरै पानी भयो भने चाहिँ पात पहेँलो हुन जान्छ। हजुरले होस पुर्याउनु पर्छ। त्यस पछाडि पातमा दाग हुन्छ, छिर्केमिर्के जस्तो गुलाबको पत्ताहरूमा प्रायः जसो दागहरू बस्छ नि, कालो 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 दाग बस्छ क्या त, त्यो चाहिँ रोग हो, प्लान्टको रोग हो होइन। अनि त्यस्तो हुनसक्छ। त्यस्तो हुँदाखेरि चाहिँ हजुरले पानीहरू हाल्दाखेरि चाहिँ सिधै माथि हामी चाहिँ पत्ताको पनि धुलो जाओस् भनेर माथि टाउकोबाटै पानी खनाइदिन्छौँ नि त, त्यस्तो हुँदैन रहेछ। प्लान्टमा चाहिँ हजुरले तल जरामा भिज्ने गरी पानी हालिदिनुपर्छ, माथिबाट सबै त्यसरी हालिदिनु हुँदैन। अर्को भनेको चाहिँ किरा लाग्ने समस्या। किरा भनेको चाहिँ त्यो एउटा लाब्रे किरा जस्तो हुन्छ, त्यसले चाहिँ सबै पत्ता खाइदिन्छ है गाई चाहिँ, त्यसबाट पनि जोगाउनुपर्छ है त। अनि योहरू भनेको त फिलोडेन्ड्रनमा प्रकारमा पर्छ। यसको मल हेर्नु न, यो त किनेर ल्याएको मल हो, त्यही भएर यस्तो छ है त। हामीसँग यो एग्लोनिमाहरू यति प्रकारका छन्। यो फिलोडेन्ड्रन हो, एकदम रेयर फिलोडेन्ड्रन। यो चाहिँ हजुरले जहाँ पाए त्यति चाहिँ पाउनुहुन्न है त। यो एकदम रेयरवाला फिलोडेन्ड्रन हो। यो पनि फिलोडेन्ड्रनकै प्रकारमा आउँछ होइन। यो भर्खर हाम्रोमा रिस्टक भयो हो, त्यही भएर बिचारा यो धेरै जाडोले गर्दाखेरि निकै टाढाबाट आउनुभएको हो, त्यही भएर उहाँलाई गाडीको धङधङीले छोडेको छैन जस्तो छ यसो हेर्दाखेरि, त्यही भएर है त। यो पनि फिलोडेन्ड्रनमै प्रकारमा पर्छ। यो पनि एकदम रेयर फिलोडेन्ड्रन हो, एकदम धेरै महँगो पनि पर्छ अनि राम्रो पनि हुन्छ है त। यो त जाडो अहिले हाम्रो धेरै विन्टर, धेरै चिसो पनि राम्रो हुँदैन नि त प्लान्टको लागि, सो त्यही भएर निकै चिसोले गर्दाखेरि यो चाहिँ यस्तो देखिएको छ। तर यो एकदम राम्रो हुन्छ। चिसो हटिसके पछाडि धेरै चिसो पनि राम्रो हुँदैन। ओके गाइज, थ्याङ्क्स फर वाचिङ गाइज, एन्ड डोन्ट फर्गेट टु सब्सक्राइब एन्ड सपोर्ट मी फर मोर भिडियोज। म अरू पनि भिडियो लिएर आउँदैछु है त। थ्याङ्क यू।